आज हामी हामी विद्यार्थी हुँदै गर्दा, अभिभावक हुँदै गर्दा, टिचर हुँदै गर्दा गाउँठाउँमा के सुन्छौँ भने यो विद्यार्थी त पढ्दै पढ्दैन तर स्कुलमा सधैँ उत्कृष्ट हुन्छ, फर्स्ट हुन्छ भनेको सुन्छौँ। अनि कहिलेकाहीँ के सुन्छ भने यो विद्यार्थी, यो भाइ, यो बहिनी त पढ्दै पढ्दैन, फर्स्ट हुन्छ, यो लास्टै पढाइ गर्छ तर कहिले राम्रो नतिजा ल्याउन सक्दैन भन्ने सुन्छ नि। त्यस्तो किन हुँदो रहेछ भन्ने कुराको एन्सर हामी सबैलाई थाहा छ। त्यो त ध्यान कम दिएर होला, कम सम्झेर होला जस्तो लाग्छ। त्यसको लागि पनि केही कुराहरू छ के हामीले हेरौँ न। जस्तै मैले यहाँ पर एउटा स्टुडेन्ट ए एउटा स्टुडेन्ट बी गरेर दुईटा स्टुडेन्टको कम्पेयर गरेको छु। के कम्पेयर गरेको छु भने किन कोही धेरै पढेर पनि सङ्घर्ष गर्छन् पास हुनलाई, तर कुनै कुनै विद्यार्थी कोही कम समयमा पनि उत्कृष्ट हुन्छन्, थोरै टाइम पढ्यो भने उत्कृष्ट नतिजा ल्याउन सक्छ। किन यस्तो भएको होला हेरौँ न हामीले। ओके, इज मोर स्टडी टाइम इक्वल मोर लर्निङ? के लाग्छ धेरै बेर पढेर धेरै ज्ञान आर्जन गर्न सकेला? कोही दिनमा 12 घन्टा पढेर 12 घन्टा बराबर ज्ञान आर्जन गर्न सक्ला? त्यस्तो पक्कै पनि हुन्न होला। किताब अगाडि बसेको समय मात्र महत्त्वपूर्ण समय हो त। कोही घर छोराछोरीलाई पढ भनेर बाबाआमाले भन्नुहुन्छ, अगाडि किताब छ तर किताब हेरेको टाइम मात्रै काउन्ट गरेर बच्चाले धेरै पढाएको छ भन्ने कुरा हुन्छ त? नहुन सक्छ नि त। हेरौँ है त, हामीले आज हामी हिसाबै गरिरहेको छौँ। कुनै बच्चाले 5 घन्टा पढाएको छ, कसैले 2 घन्टा पढाएको छ। 5 घन्टा पढ्नेको चाहिँ डिस्ट्र्याक्ट भइरहेको छ, 2 घन्टा पढ्नेको डिपली फोकस भएको छ। के हुँदो रहेछ क्यालकुलेट गरेर हेरौँ आज हामी। ओके, अब हामी कसरी लर्निङलाई लर्निङलाई बेटर गराउन सक्छौँ, बेस्ट रिजल्ट निकाल्न सक्छौँ भन्ने कुरा चाहिँ टाइमले मात्र मेजर गर्दैन, कन्सन्ट्रेसनले नै गर्छ। के भनेको छ भने टाइम एलोन इज नट इनफ। धेरै बेर पढेर मात्र चाहिँ इनफ हुँदैन, फोकस टाइम क्रिएट डिपर गर्छ, कति फोकस गर्छ भन्ने कुराले नै म्याटर गर्छ। अब हेरौँ है त, हामी सबैले थाहा छ इक्वल एमसी स्क्वायर भनेको त अलिकति साइन्ससँग इन्ट्रेस्ट राख्ने मान्छे सबैले थाहा छ। ई भनेको इनर्जी, याम भनेको मास, सी भनेको स्पिड अफ लाइट। योसँग रिलेटेड गरेर आज हामीले पढाइको महत्त्व बुझाउनलाई प्रयोग गरेको एउटा मोटिभेसनल एनालोजीलाई हामी देखाउँदैछौँ। यहाँ हेरौँ है त, इक्वल एमसी स्क्वायर त हामीले जानेको थियौँ। त्यस्तै कति पढिँदो रहेछ भन्ने कुरा बुझाउनलाई एस इक्वल टी इन्टु सी स्क्वायर, एस इक्वल टी इन्टु सी स्क्वायर भन्ने एउटा फर्मुला हामी मोटिभेसनल फर्मुला जेनेरेट गरेका छौँ। यो साइन्टिफिक फर्मुला त होइन तर मोटिभेसनल फर्मुला चाहिँ हो है। एस भनेको स्टडी, लर्निङ इम्प्याक्ट, टी भनेको टाइम स्पेन्ड, स्टडी कति बेर पढाएको छ, सी भनेको कन्सन्ट्रेसन लेभल, कतिको धेरै कन्सन्ट्रेसन दिएको छ भन्ने कुरा। तपाईँले कति समय पढ्नुभयो मात्र होइन, त्यो समयमा कति एकाग्र भएर पढ्नुभयो भन्ने कुराले पनि ठुलो फरक पार्छ। ध्यान कति दिएको छ भन्ने कुराले ठुलो फरक पार्छ। यसको क्यालकुलेसनै हेरौँ न। कुनै विद्यार्थी 5 घन्टा पढ्यो, उसको फोकस 80% फोकस लगायो, ध्यान 80% छ, 100 मा 100 लगाउनु त गाह्रो हुन सक्छ। 80% फोकस लगायो भने यही फर्मुला अनुसार टी भनेको 5 अनि सी भनेको 80% लगाउँदा उसको लर्निङ इम्प्याक्ट चाहिँ 6400 मतलब इन्टु 5 गर्दा 32,000 युनिट हुँदो रहेछ। त्यस्तै अर्को विद्यार्थीले के गर्दो रहेछ हेरौँ न। 10 घन्टा पढ्यो तर उसको कन्सन्ट्रेसन 20% छ। पढ्न त कहिले पनि भन्दा धेरै टाइम पढ्यो नि तर कन्सन्ट्रेसन थोरै हुँदा उसको लर्निङ आउटकम कति भयो? 4000 युनिट। अब हामीले यसरी भन्न सक्छौँ कि एउटा विद्यार्थी 5 घन्टा पढ्यो, कन्सन्ट्रेसन 80% छ भने लर्निङ आउटकम 32,000 युनिट छ। अर्को विद्यार्थी 10 घन्टा पढ्यो, पढ्ने टाइम ठ्याक्कै डबल छ तर कन्सन्ट्रेसन 20% मात्र छ भने उसको लर्निङ आउटकम 4000 युनिट छ। प्लास्टिक अंश हेरेर 32,000 र 4,000 प्लास्टिक फरक छ। धेरै टाइम पढेर केही हुँदो रहेछ। यहाँ हेर न, मोर टाइम भनेको मोर लर्निङ होइन, धेरै टाइम पढेर धेरै सिकिँदैन। फोकस टाइम भनेको चाहिँ बेटर टाइम, धेरै कति फोकस गरिरहेको छ त्यति धेरै लर्निङ हुन्छ भन्ने कुरा चाहिँ यहाँ डिनोट गरिरहेको छ। त्यही भएर हाम्रो कन्सन्ट्रेसन बढाउनलाई यी कुराहरू हामीले अलिकति बढी ख्याल गर्नु पर्यो। धेरै घन्टा पढ्न भन्दा नि कन्सन्ट्रेसन बढाउने कुरालाई हामीले धेरै दिनु पर्यो। यो कुरालाई ख्याल गर्नको लागि चाहिँ हामीले यो फर्मुला जेनेरेट गरेका हौँ। डोन्ट काउन्ट द आवर, कति घन्टा पढेको नसोच्नुहोस्, मेक द आवर काउन्ट भनेको जति घन्टा इफेक्टिभ पढ्यो त्यति नै काउन्ट गर्नुहोस्।
भन्दै धन्यवाद दिन्छु सबैलाई। थ्याङ्क यू।